एसियामा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ भारत। विश्वको सबैभन्दा होचो बाघ कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ इजरायलको मृत सागर। क्वेसन नम्बर 3 मा रहेको छ भाषाको चिडियाखाना भनी कुन देशलाई चिनिन्छ? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ भारत। क्वेसन नम्बर 4 मा रहेको छ क्षेत्रफलको हिसाबले दोस्रो ठुलो महादेश कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अफ्रिका। क्वेसन नम्बर 5 मा रहेको छ अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ बेल्ट। क्वेसन नम्बर 6 मा रहेको छ विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर हो अफ्रिका महादेश। क्वेसन नम्बर 7 मा रहेको छ विश्वको सबैभन्दा ठुलो मरुभूमि कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ सहारा मरुभूमि जुन अफ्रिकामा पर्छ। क्वेसन नम्बर 8 मा रहेको छ भौगोलिक आधारमा अफ्रिकालाई के नामले चिनिन्छ? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ उच्च समस्थलीको महादेश। क्वेसन नम्बर 9 मा रहेको छ अफ्रिका महादेशको सबैभन्दा ठुलो ताल कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर हो भिक्टोरिया। क्वेसन नम्बर 10 मा रहेको छ कुन महादेशलाई भूमध्य रेखाले झन्डै बीचबाट काटेको छ? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अफ्रिका महादेश। क्वेसन नम्बर 11 मा रहेको छ एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ लाल सागर। क्वेसन नम्बर 12 मा रहेको छ विश्वको सबैभन्दा ठुलो ताल कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ क्यास्पियन ताल। क्वेसन नम्बर 13 मा रहेको छ एसिया र उत्तर अमेरिका महादेशको बीचमा कुन सागर रहेको छ? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ बेरिङ सागर। क्वेसन नम्बर 14 मा रहेको छ एसिया महादेशको सबैभन्दा लामो हिमनदी कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ सियाचेन। क्वेसन नम्बर 15 मा रहेको छ एसियाको सबैभन्दा लामो नदी कुन हो? यसको सही उत्तर गेस गर्नुहोस् है त। यसको सही उत्तर हो यान्जे जुन चीनमा पर्छ।